ल यी साथीहरू आज चाहिँ नि मेरो यो ग्राउन्डिङ रेकर्डिङ बनाएको यो त्यो सिमेन्ट ग्राउन्ड जुन मैले भनेको थिएँ नि टनेला त्यसको चाहिँ रिपेयरिङको प्रोग्राम थियो हैन। रिपेयरिङ गर्दै थिएँ, चेक गर्दै थिएँ के प्रब्लम रहेछ भनेर रिपेयरिङ गरेर नि भ्याइयो हैन। अब यहाँ चाहिँ नि टेस्ट गर्न लाग्यो ल्यापटपमा राखेर यसको सफ्टवेयरमा हालेर टेस्ट गर्दा यसलाई इन्टरनेट कनेक्सन गर्नुपर्छ। यसले आफैले नेट कनेक्सन वाइफाई छोड्छ हैन। यसको आफ्नो त्यसमा सानो एउटा सफ्टवेयरमा प्रब्लम भएको थियो, आइपी एड्रेस आफै हुने। ल यसो चेक गरेको हैन, कहिले कनेक्सन हुन टाइम लाग्छ। त्यो आइपी एड्रेस आफैले यसो हेरेको ठिक लाग्यो। अब कनेक्सन आयो अनि त्यसपछि त्यहाँबाट फेरि कनेक्ट गर्दा तिनचोटि ट्राई गरेको ल फेरि उठ्छ कि भनेर हैन। यसमा यसरी यसको सफ्टवेयर हो यो चाहिँ नि ग्राउन्डिङ कति सिमेन्टी गयो, कति लिटर गयो हैन, कति गयो त्यसरी यो चेक गर्ने एउटा मेसिन हो। त्यसमा चाहिँ ल्यापटपमा चाहिँ त्यसले वाइफाई छोड्छ, ल्यापटपमा डाटा रेकर्ड हुन्छ अनि त्यही डाटा रेकर्ड चाहिँ नि हामीले उयो गर्छौँ। फेरि एकचोटि फेरि ट्राई गऱ्यौँ हैन। यसरी सफ्टवेयर खोल्दै फेरि बाहिर निक्लिँदै फेरि खोल्दै दुई ट्राई गर्दै त्यहाँ एउटा सर्टेन भ्यालु आउँछ, त्यो चेक गरेको हैन। यसले चाहिँ नि के प्रब्लम भएको थियो भने यसमा चाहिँ नि यसको आफ्नो आइपी एड्रेस हुन्छ नि, जस्तै वायरलेस त्यो ब्यान्ड रेट चाहिँ नि चेन्ज हुने कि आफै अटोमेटिकली एकचोटि अफ गरेर अन गर्दाखेरि उसले छोड्ने ब्यान्ड रेट चाहिँ डाटा कलेक्सन नहुने त्यस्तो प्रब्लम आएको थियो। अनि त्यसलाई नै फिक्स गरेर चाहिँ नि पहिला तार सर्टिङ थियो कि भनेर हेरेको, तार सर्ट रहन्छ त्यसपछि फिक्स गरेर अनि त्यसपछि फेरि यसमा चाहिँ नि यसको आफ्नो सफ्टवेयरमा थोरै प्रब्लम भइरहेको रहेछ अनि त्यसलाई थोरै सफ्टवेयरलाई चाहिँ नि गरेर चेक गरेर राखिदिएको।